लालबन्दी तरकारी बजारमा हो चाहिँ 7 नम्बर है। नमस्ते अङ्कल। नमस्ते अङ्कल। अनि सन्चै आरामै हुन्छ। अनि पसल कतिको चलिरहेछ? ए ठिक छ। अनि खाजा खानु भयो त? अनि हजुरको नाम चाहिँ? अनि हजुरको यता दर्शकहरूलाई हाम्रो गाइजहरूलाई यता कपडा किन्नको लागि कति सस्तो मस्तो हुन्छ? सस्तै छ है। हो ल, गुन्द्रुकको भाउमा छ है गाइजहरू। ल ए हुन्छ ल गाइजहरू, तपाईँहरू पनि लुगा किन्नुभयो अङ्कलकोमा आउनु होला। हाम्रो दर्शकहरूलाई गाइजहरूलाई के भन्नु सक्नुहुन्छ? आउनु सक्नुहुन्छ है। लालबन्दी 7 नम्बर होइन त? लस अङ्कल, भेट्दै गरौँ ल। हामी चाहिँ लालबन्दी घुम्न आइरहेको छु। लालबन्दी लालबन्दी घुम्न आइरहेको छ। मेरो च्यानलमा सब्सक्राइब गर्नु होला। हामी चाहिँ बजारबाट चाहिँ निस्किसक्यो। अब म काम गर्ने ठाउँमा चाहिँ जान लागिरहेछ। हेलो गाइस, तरुणहरू पनि कस्तो राम्रो आएको तरुणहरू। चाहिँ ठ्याक्कै लालबन्दी चाहिँ घुमिरहेछ।
घुमेर चाहिँ सक्छु होइन। म चाहिँ अब आफ्नो ड्युटीमा जान लागिरहेछ। हामी कामका ठाउँमा चाहिँ आइपुग्न लागिसक्यो। मलाई कसले चिन्नुहुन्छ यसो भन्नु है गाइजहरू है। अब हामी कामका ठाउँमा चाहिँ आइपुग्दैछौँ। नमस्ते होटलमा ल खाइस ल नेक्स्ट टाइममा भेटौँला गाइस। हाम्रो नमस्ते होटलमा वेलकम छ। सबैजना आउनुहुन्छ सक्नुहुन्छ। म चाहिँ लालबान्दी बजारमा मेरो पासपोर्ट बिग्रिरहेको थियो, त्यही भएर बनाउनु गएको। ल गाइस नेक्स्ट टाइममा भेटौँला।